नमस्कार, म इलेक्ट्रिसियन गोरे भाइ। आज चाहिँ मैले यो ऐना चाहिँ इन्डियाको हल्लाखोरे ठाउँबाट ल्याएको छन् होइन घरबेटीले चाहिँ। अनि मैले यो ऐना जोडिदिँदैछु। ए भाइ एकछिन यता राख्न, कति नजिक नजिक ल्याएको। अनि चाहिँ यो ऐनाको विशेषताहरू के छ भन्दाखेरि चाहिँ तपाईँको यो ऐनामा एकखेर हेरिसकेपछि चाहिँ ए भाइ यार कति नजिक नजिक लाग्यो। यतापट्टि यहाँ राखेर भाइ, यहाँ राखेर है बोल्न देऊ न भाइ यार। अनि यो ऐना चाहिँ के अरे तपाईँको एकखेर हेरिसकेपछि चाहिँ 5 दिन तक गोरो भइन्छ है यो ऐना चाहिँ। एकखेर कालो मान्छेले हेऱ्यो भने चाहिँ 5 दिन तक गोरो भइन्छ है, त्यति राम्रो ऐना छ है। अनि यो चाहिँ 2 तलामाथिबाट खसाले पनि केही नहुने ऐना। हेर्नुहोस् केही भयो भएन नि होइन, यस्तो खालको ऐना चाहिँ। त्यही भएर चाहिँ अनि यो ऐना अनि यसको प्राइस पनि खासै महँगो छैन नेपाली इन्डियन भारू। एकछिन रुक न, प्राइस बताउँदैछु भाइ यार। अनि यसको चाहिँ आइसी भन्छ होइन इन्डियन पैसामा, भारू क्या न, थारू कि भारू, भारू यहाँ। अनि भारू चाहिँ मात्र 2000 आइसी रुपियाँ आइसी होइन। 2000 आइसी कति हुन्छ नेपाली? 3200। 3200मा पनि तपाईँलाई डिस्काउन्ट मिल्छ 200 रुपियाँ। 3000मा चाहिँ तपाईँले यो ए भाइ भनेको मानेन। तिमीलाई मैले तलब यही गर्न दिएको 20,000 महिनाको। ए भाइ रुक यहाँ कति नरिसाउ न तिमी पनि, फोगट त्यहाँ रिसाउने भाइ। कति रिसाएको के तिमीलाई मुखा पो नल्याउ भनेको त भाइ। रुक न भाइ यार, कति रिसाएको। नरिसाएको राम्रोसँग छोप न। स्ट्यान्ड त खत्रै छ नि होइन, झलक्दै यही हो। अनि यो स्ट्यान्ड जता पाइ पाइन्न, 20,000 तिरेर पाइन्छ महिनाको। ल हेर्नुहोस् है भाइ, देखिरहेको नि होइन कस्तो राम्रो छ ल। ल ल धन्यवाद।